जय नेपाल, सत्य सेवा सुरक्षणम। आदरणीय दर्शकवृन्द, पाक्षिक कार्यक्रम प्रहरी अनुरोधमा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन। दर्शकवृन्द, आज हामी सदाझैं अपराध लगायत विभागीय गतिविधि समेटिएको प्रहरी समाचारका साथै समसामयिक घटनामा आधारित टेलिचलचित्र ढुकुटी लिएर उपस्थित भएका छौं। आउनुहोस् कार्यक्रम सुरु गरौं अपराध समाचारबाट। काठमाडौँ जोरपाटी बस्ने 12 डुमरवाना 7 का साइमन तामाङ र काठमाडौँ कपनमा डेरा गरी बस्ने नुवाकोट बुमताङ 4 का धनबहादुर तामाङलाई अवैध लागु औषध चरेस 35 केजी सहित बुढा नीलकण्ठ नगरपालिका 14 मेल मिलाप टोलबाट लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ। उक्त चरेस मध्ये 30 केजी 2 वटा झोलामा इँटा आकारको स्ल्याब बनाई लुकाएको र 5 केजी बुद्धको प्रार्थना किताबमा लुकाई छिपाई राखेको अवस्थामा बरामद भएको थियो। अबको पालो विभागीय समाचार। प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासीमा सञ्चालित विशेष कारवाही तथा कला तालिम प्रथम समूहको असार 18 गते समापन भयो। तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई कमान्डो ब्याज प्रदान गर्नुहुँदै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले तालिममा हासिल गरेका ज्ञान, सिप र कौशललाई सदाचार, कर्तव्यनिष्ठ र इमान्दार भई राष्ट्र र राष्ट्रवासीको सेवामा उपयोग गर्न निर्देशन दिनुभयो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक सुरेन्द्र बहादुर शाहले धन्यवाद ज्ञापन गर्नुभएको सो समारोहमा महाविद्यालयका प्राचार्य दिनेश अमात्यले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा प्रहरी कर्मचारीहरूको तलबी खाता खोली कारोबार गर्ने सम्बन्धी समझदारी पत्रमा नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच असार 16 गते हस्ताक्षर सम्पन्न भएको छ। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको उपस्थितिमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रमेश शेखर बजाचार्यले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले नेपाल सरकारले स्वामित्व ग्रहण गरेको बढी भौगोलिक क्षेत्र समेटेको र पुरानो बैंकसँग सम्पूर्ण प्रहरी कर्मचारी र उनीहरूको परिवार समेत जोडिएको बताउँदै एउटा राम्रो कार्यको सुरुवात भएको उल्लेख गर्नुभयो। उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले नेपाल प्रहरी संगठनका कर्मचारीहरूको संस्थागत खाता खोल्न समझदारी भएको दिन बैंकको लागि ऐतिहासिक भएको बताउनुभयो। समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले धन्यवाद ज्ञापन गर्ने क्रममा समझदारीले प्रहरी कर्मचारीको तलब वितरणका सम्बन्धमा भएका जटिलता हटाउन मद्दत गर्ने बताउँदै यो सेवा तत्काल सुरु गरिने जानकारी दिनुभयो। नेपाल प्रहरीमा कार्यरत प्रहरी अधिकृतहरूमा हुने तनाव व्यवस्थापनका लागि असार 10 गते तनाव व्यवस्थापन सम्बन्धी प्रस्तुतिकरण प्रहरी प्रधान कार्यालयमा सम्पन्न भयो। प्रहरी नायब महानिरीक्षक डाक्टर अजित गुरुङले तनाव व्यवस्थापन सम्बन्धी प्रस्तुतिकरण गर्नुका साथै उठेका जिज्ञासाहरूको निरूपण गर्नुभएको थियो। पर्यटक प्रहरी इकाइ, पर्यटन बोर्ड भिरकुटी मण्डपद्वारा पर्यटक प्रहरी, स्थानीय प्रहरी तथा पर्यटन क्षेत्रका सरोकारवाला निकायहरूबीच एक दिने अन्तर्क्रियात्मक अभिमुखीकरण कार्यक्रम असार 17 गते नेपाल पुलिस क्लब भिरकुटी मण्डपमा सम्पन्न भयो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेम कुमार राईले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रका सम्बन्धित निकायको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो। उक्त अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रताप सिंह थापाले पर्यटकको संरक्षण तथा सुरक्षा गर्ने जिम्मेवारी पाएको पर्यटक प्रहरीलाई आवश्यक तालिम तथा विभिन्न भाषाको प्रशिक्षण प्रदान गर्नुपर्ने बताउनुभयो। केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले पर्यटक प्रहरीको थप सुधार तथा आवश्यक साधन स्रोत अभिवृद्धि गर्न आवश्यक भएको उल्लेख गर्नुभएको सो समारोहमा पर्यटन विभागका महानिर्देशक सुदर्शन प्रसाद ढकाल, अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने, नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण अर्याल र ठमेल पर्यटन विकास परिषदका अध्यक्ष रामशरण थपलियाले नेपालको पर्यटन विकास गर्न पर्यटक प्रहरीलाई थप बलियो बनाएर लैजानुपर्ने विचार व्यक्त गर्नुभएको थियो।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरू, खेलाडीहरू, खेलसँग सम्बन्धित व्यक्तिहरू बीच नेपाल पुलिस क्लब भिरकुटी मण्डपमा असार 16 गते अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले सहभागीद्वारा राखेका जिज्ञासाहरूको निराकरण गर्दै खेल आफैमा अनुशासित रूपमा समाजमा प्रस्तुत हुने विषय भएकाले खेलाडीहरूले एकजुट भएर समाजको विकासका पक्षमा लागेमा अपराधिक क्रियाकलापमा कमी भई शान्ति सुरक्षाको वातावरण बनाउन सकिने बताउनुभयो। सो अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठ लगायत राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरू, खेलाडीहरू र खेलसँग सम्बन्धित व्यक्तिहरूले युवा शक्ति नै खेल क्षेत्रमा लाग्ने भएकाले समाजको अपराध अनुसन्धान र अपराध नियन्त्रण गर्ने बारे युवालाई ज्ञान दिलाउनु पर्ने तर्फ आफ्नो विचार व्यक्त गर्नुभएको थियो। महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रताप सिंह थापाले ट्राफिक प्रहरीद्वारा नवनिर्मित स्मार्ट ट्राफिक आइल्यान्ड दरबार मार्गको असार 9 गते उद्घाटन गर्नुभयो। महानगरपालिकाको सहयोगमा निर्मित आइल्यान्डको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अतिरिक्त महानिरीक्षक थापाले स्मार्ट आइल्यान्डमा बस्ने ट्राफिक प्रहरीलाई पनि स्मार्ट बनाउनु पर्नेतर्फ प्रहरी सङ्गठन लागि परेको उल्लेख गर्नुभयो। ट्राफिक महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले धन्यवाद ज्ञापन गर्नुभएको सो कार्यक्रममा महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो। संयुक्त राष्ट्र सङ्घको अनुरोधमा नेपाल प्रहरीको तर्फबाट सुडानको डार्फर स्थित अनामिड मिसनमा शान्ति स्थापना गर्नका लागि खटिएको प्रहरी टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक रमेश शेखर बजाचार्यले असार 8 गते हार्दिक शुभकामना सहित बिदाई गर्नुभयो। बिदाई हुने प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै उहाँले मिसनमा खटिजानु पाउनु आफैमा सुनौलो अवसर भएकाले मिसनको आचार संहितालाई कार्य सम्पादन गर्दा ख्याल राखी नेपाल प्रहरीले विगतदेखि राख्दै आएको प्रतिष्ठालाई आगामी दिनमा समेत जोगाइ राख्न अनुशासित भई सङ्गठनले दिएको जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्त्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा महानगरीय सशस्त्र प्रहरीगण महाराजगञ्जमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम 118 समूहको असार 15 गते समापन भयो। समापनका अवसरमा महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्दै तालिमले ट्राफिक व्यवस्थापन जस्तो अत्यन्त महत्त्वपूर्ण सेवामा खटिएर ट्राफिक व्यवस्थापनको चुनौतीको समाधान गर्न सक्ने दक्ष ट्राफिक प्रहरी उत्पादन गरेको बताउनुभयो। नेपाल स्थित फ्रेन्च दूतावासको आयोजनामा सशस्त्र प्रहरी गण नम्बर 1 नक्सालमा फ्रेन्च ल्याङ्ग्वेज कोर्स विषय कार्यक्रम असार 13 गते सुरु भएको छ। 130 घण्टा अवधिको उक्त कार्यक्रमको फ्रान्सेली राजदूत इबस कार्मोनाले उद्घाटन गर्नुहुँदै नेपाल प्रहरी र फ्रान्स दूतावासको सहकार्यमा फ्रेन्च भाषा अध्ययन गराउने योजना भएको र यसबाट प्रहरीमा समेत थप भाषाको ज्ञान हुने विश्वास व्यक्त गर्नुभयो। सो अवसरमा प्रहरी नायब महानिरीक्षक केशव अधिकारीले फ्रेन्च भाषा संयुक्त राष्ट्र सङ्घको अफिसियल भाषा रहेको र शान्ति मिसनमा जाने प्रहरीका लागि उपयोगी हुने बताउनुभयो। आश्रा सुधार केन्द्र रानीबारीले अवैध लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा असार 13 गते विविध खेलकुद प्रतियोगिताको आयोजना गर्यो। प्रतियोगिताका विजेता उपचाररत सदस्यहरूलाई नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती रोशी अर्यालले पुरस्कार वितरण गर्नुहुँदै केन्द्रमा उपचाररत सदस्यहरूको मनोबल उच्च राख्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको बताउनुभयो। आश्रा सुधार केन्द्रकी सचिव श्रीमती रम्बा लामाले धन्यवाद ज्ञापन गर्नुभएको सो समारोहमा सङ्घ तथा केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। दर्शकवृन्द, कार्यक्रमको दोस्रो प्रस्तुतिमा समसामयिक घटनामा आधारित टेली चलचित्र ढुकुटी। अन्जु, ए अन्जु,
हजुर खोइ मेरो मोटरसाइकल चाबी ल्याउ न। ल लिनुस्। हिजो बाबु एकछिन मोटरसाइकल लिएर बाहिर गएको थियो अनि ल्याएर मलाई चाबी राख्नु थियो। हजुरलाई दिनै बिर्सेछु। हेर अन्जु तँ बेलुका बेलुका जहिले नि बाहिर गएको देख्छु नि। खराब मान्छेको सङ्गत गर्ला नि, विचार गर। होइन होइन त्यस्तो होइन होला, किनकि छिट्टै आइहालेको थियो नि त बाबु त। ल म अहिले गएँ भरे कुरा हारौँला। सुन्नुहोस् त, भरे अफिसबाट आउँदा 15,000 झिक्रे ल्याइदिनुहोस् न है मलाई। किन र? अस्ति मात्रै 15,000 दिए होइन तिमीलाई घर खर्च गर्न भनेर? मलाई कहाँ हो र, बाबुको मोबाइल बिग्रियो रे, नयाँ मोबाइल किन्न पर्यो भनेर कर्कर गइरहेछ, त्यही भएर। म एउटाको जागिरीले यसरी खर्च गर्दै हिँड्ने हो नि कसरी पुग्छ? त्यही भएर त मैले पनि एउटा काम गर्ने सोचेकी छु त। हेर्नुहोस् न, दिनभरि घर बस्दा बस्दा दिक्क भइसकेँ, त्यही भएर कुनै काम गर्नु पर्यो भनेर सोचेकी छु। तिमीले पनि काम गर्ने? के काम गर्छौ तिमीले? हजुर पनि कस्तो कुरा गर्नुहुन्छ, किन मैले काम गर्नु हुँदैन र? सबैले काम गरिरहेछन् त। उहाँ मेरो साथीहरूले कत्रो ठुलो फेन्सी दोकान खोलेर ब्युटी पार्लरहरू खोलेर कति प्रगति गरिसकेछ। हजुरले मलाई अलिकति पुँजी मात्रै खोजिदिनुहोस् न, के काम गर्ने त म सोचिहाल्छु नि, हुँदैन? हुन त हो। साँच्ची अन्जु, तिमीले साँच्ची भनेको हो? किन, हजुरलाई जिस्केको जस्तो लाग्यो र? त्यसो भए तिमी के काम गर्ने निश्चित गर, म ऋणसिन गरेर पैसाको व्यवस्था गरौँला नि, हुन्न? हस् हुन्छ। तिमीसँग गफ गरेर बस्यो भने मलाई अफिस जान ढिला हुन्छ। ल म अहिलेलाई गएँ। सुन्नुहोस् त, भरे आउँदा त्यो 15,000 चाहिँ नबिर्सिनु है, लिएर आउनु नि। साउजी, हजुर तपाईँकोमा कस्तो कुन कुन बिस्कुट छ? राम्रो खालको बिस्कुटमा के छ? त्यो राम्रो खालको पाउँछ नि, क्वालिटीको हो, त्यो भुजिया पनि राखिदिनुहोस् 1-2 प्याकेट। अरू के चाहिन्छ? अरू पुग्यो। साउजी, कति पैसा भयो मेरो? 1100 रुपियाँ भयो। 1100? लिनुहोस्। मलाई फिर्ता पर्दैन, मेरै नाममा राखिदिइराख्नुहोस्, फेरि पनि त सामान लानुपर्छ। हुन्छ, भइहाल्छ नि। तर तपाईँ कहाँ बस्नुहुन्छ र? तपाईँलाई त्यो ठाउँमा पहिला देखेको थिएन। 1 हप्ता जति भयो म यहाँ आएर बसेको। यही पछाडिको रातो घरको 2nd फ्लोरमा बस्छु। मेरो जग्गा पनि त्यहीँ किनेको छु। अब केही समयपछि यहीँ घर बनाउने भनेर यहाँ सरेको नि। साउजी, तपाईँले सामानहरू पुर्याउने यसो केटाहरू कोही राख्नु भएको छैन? छ। ए सुन्दर, हजुर दाइ, यहाँ आऊ त। हेलो हजुर, अहिले म घरमा छैन, यहाँ पसलमा अलिकति सामान लिन आएको। हजुर होइन, मैले इँटा र रडको पनि कुरा गरेको छु। हजुर हजुर, ल है त अहिले राखिदिन्छु ल, अलि बिजी छु, पछि घरमा गएर कुरा गर्ने नि है। ल त ल ल ल। यो सामान छ नि, उहाँहरूको आप पुऱ्याइदिएर है। हुन्छ दाइ। बेला आयो तिमी, भित्रै आऊ। अनि के छ, तयारी छ भने त? अघि नै रेडी भएर बसिरहेको, अलिकति चिया खाएर जाउँ न। चिया खानातिर नलगाऊ, हतार छ गइहालौँ बरु। बस्छ न, बसेको बस्छ न तिमी। कति बेला जाने हो र? म त घरमा कति काम छोडेर हतार हतार गर्दै आएको। जाउँ न। हे हतार नगर न, आखिर साथीको घर जाने त हो नि। हेर त्यत्रो हिँडेर पसिनै पसिना भएर आएकी छिस्,
अलिकति पसिना त ओबाउनु दे कमसेकम। अनि के बुढोसँग कुराकानी गरिस् त? कुरोकानी त हेर्न जहिले पनि गरेको गरेछु नि, कुरो मात्र गरेर हुँदैन रहेछ। तँलाई त हाम्रो हालतको बारेमा सबै थाहा छँदैछ नि। थाहा छ। होइन, यो ढुकुटीको बारेमा चाहिँ पैसा बुझाउनु कति रहेछ? अहिले सुरुमा चाहिँ 1 लाख है, त्यही 1 लाखको कुरो भइरहेछ। कतिजनाको ग्रुप हो? तँसँग गएर 9 जना पुगिसक्यो, 1 जना मेरो मामाको बुहारी छ, गर्दा 10 जना पुगिहाल्यो नि। 10 जनाको ग्रुप हो भने अहिले कतिजना पुगे त? खेल्ने त कति छन् कति हेर, अब हामी पनि समय हेरेर चल्नुपर्छ। अब अहिले विश्वासिलो मान्छे पाउनु पनि गाह्रो हुन्छ। 10 जना भए 10 लाख उठ्छ, तत्कालै काम चलिहाल्छ हो कि? हो। अनि पैसा कहिलेसम्म बुझाउनु पर्ने हो? त्यो त हामी सबै मिलेर तय गर्छौँ। अनि त्यो 10 लाख लिएर के गर्ने विचार गरेछ जस्तो? दस लाखको एउटा राम्रो खाले कस्मेटिक पसल गर्ने विचार गरेकी छु। राम्रो सोच राखेर रहेछस्, कस्मेटिक पसल खोल्ने दियोस्, खुसी लाग्यो। अनि आफूले चाहिँ नि 10 लाख पायो भने के गर्ने सोच गरेको छौ त? अब त कस्मेटिक पसल खोल्ने, म पार्लर खोलाउँला, हुँदैन? हुन्छ, तिम्रो पनि त सोचाइ कमी छैन नि। कमी भएर हुन्छ त? त्यही त। ल होइन, हाम्रो धेरै गन्थन पनि लामो भइसक्यो, बिचरा कुरिरह्यो होली है। जाउँ न त, अघि जाउँ भने त हो नि मैले। हजुर हुन्छ हुन्छ, म भोलिबाटै इँटा र रड झार्न लगाइदिन्छु नि त है। हस् हस् हस्, राख्छु है त। हस्। हेलो हजुर, सुनिस न, मैले भर्खरै ठेकदारसँग कुरा गरेको, पर्सिबाट हाम्रो घर सुरु गर्ने भनेको छ। हजुर, अनि सुनिस न, 10 लाख रुपियाँ पैसा पठाइदिन्छु है। हस् हस्, राख्छु है तैँले। हस्। अनि बहिनी, तपाईँको श्रीमान चाहिँ कुन देशमा हुनुहुन्छ? मेरो श्रीमान कोरिया भइसन्छ। ए, कति भोकाको? उहाँ जानुभएको 3 वर्ष जति भयो। पैसा त राम्रै कमाइ हुन्छ होला है? ठिकै महिनाको 1.5-2 जति बस्छ। सुन्नुहोस् न, यहाँ मलाई चाहिने सामान यसमा लेखेको छु। यति सामान चाहिँ तपाईँको त्यो काम गर्ने भाइलाई पठाइदिनुहोस् न है, र कति हिसाब हुन्छ त्यो पनि बिलसँगै पठाइदिनुहोस् न। अनि बहिनी, यसो हिसाब पनि गर्न पाए हुन्थ्यो, पैसा त्यो पैसाको टेन्सनै नलिनुहोस् न, मेरो पैसा आउने बित्तिकै म तपाईँलाई पेमेन्ट गर्न आइहाल्छु। बरु मेरो हिसाब चाहिँ कति पुगेको होला? तपाईँको यो बाहेकै 45,000 भएको छ। 45,000? हजुर, यो आजको बाहेक। हस् हस् हस्, म ल्याइदिन्छु नि त है। हुन्छ। ल ल। अनि के काम गर्ने भयो त? मैले चाहिँ ब्युटी पार्लर खोल्ने विचार गरेको छु। एकदम राम्रो सोच। अहिलेको समयमा एकदमै चल्ने व्यवसाय भनेकै ब्युटी पार्लर हो। अनि मान्छे जम्मा गर्यौ त? गरिसकेँ। तपाईँसित 9 जना भयो, 1 जना मेरो मामाको बुहारी छ, गरेर 10 जना भयो, पुगिहाल्यो नि। ल ठिक छ, अब सबैलाई आउँदो शनिबार चाहिँ 1-1 लाख रुपियाँ लिएर आउनु भन्नु होइन, अनि बाँकी कुरा म त्यहीँ गर्छु त। भइहाल्छ नि। अनि पहिलो किस्ता चाहिँ मैले चलाउन पाउनुपर्छ है, मैले धेरै दुःख गरेको छु नि। ल ल, मलाई राम्रोसँग थाहा छ तिमीले धेरै दुःख गरेको छौ। तिमी नै खाउली नि त, म मिलाइहाल्छु नि। पाउनु पऱ्यो नि त, दुःख गरेर मान्छेले पाउनु परेन। 1 लाख रुपियाँ ऋण खोजेर ल्याएको छु। साँच्ची तिमी काम चाहिँ नि के गर्ने हो? किन हजुरलाई अझै पनि विश्वास छैन मैले काम गर्छु भनेर? विश्वास नगरेको भए 1 लाख रुपियाँ ऋण खोजेर किन ल्याउँथे म? त्यही त भनेको, झन् काम गरिसकेर हजुरलाई एकैचोटि सरप्राइज दिउँ भनेर सोच बनाइरहेकी छु। मैले तिमीलाई अनुविश्वास गरेको होइन अन्जु। ऋण खोजेर ल्याएको पैसा कतै डुब्ला कि भनेर पो त। यो कुरा मैले सबै बुझेकी छु। मैले नबुझिकन जहाँ पाएँ त्यही लगानी गर्छु होला त। उहाँ मेरो साथी, कस्तो मिल्ने साथीहरू छन्, उनीहरूसँगै मिलेर लगानी गरेर गर्न खोजेँ कि नि त। साँच्ची अन्जु,
तिमीलाई पैसा चाहिने कहिले चाहिने हो? पैसा हामीले शनिबार बुझाउनु पर्छ, तर भोलि चाहिँ 1 लाख जसरी भए पनि ल्याइदिनु नि फेरि। हुन्छ हुन्छ, उहाँले पैसा पठाउने बित्तिकै पहिला चाहिँ तपाईँकै पैसा तिर्न आउँछु, हुन्न? तपाईँले यसो भनेको धेरै भइसक्यो। हेर्नुहोस्, तपाईँको आजसम्मको हिसाबमा 48,000 पुगिसकेको छ। मैले पनि त सामान ल्याउनु पर्यो नि। तपाईँको सबै कुरा मलाई थाहा छ। तपाईँ मलाई विश्वास गर्नुहोस्, अब तपाईँले धेरै दिन कुर्नु पर्दैन। 10-15 दिनमा म तपाईँको सबै पेमेन्ट गरिदिन्छु। बरु सुन्नुहोस् न, मलाई 1 बोरा बासमती चामल पठाइदिनुहोस् न है। ल हुन्छ ल। होइन, मान्छे कुरा त धेरै ठुल्ठुलो गर्छ, अनि पैसा तिर्न चाहिँ किन गाह्रो? मान्छे कस्तो अप्ठ्यारो। अब सामान नपठाउँ भने पनि नहुने। सुन्दर, यहाँ आऊ त, त्यो 1 बोरा चामल ल्याउँदै त तँ पनि कहाँ? खोइ त, हामी सबैजना भेला भयौँ। को आएन अरू? 2 जना आउन बाँकी छन्। 2 जना? कमला र बिमला। ल ठिकै छ, हामीहरू यति भेला भयौँ होइन। हामीहरूसँग रकम भनेको 10 लाख रुपियाँ उठेको छ होइन, र त्यो पैसा मसँग एकदमै सुरक्षित छ। र यो बारेमा चाहिँ तपाईँहरूले बाहिर यसरी गरेर कुरा नगरिदिनु होला। यति चाहिँ हामी बिचमै यो गोप्य राख्नुपर्छ, बुझ्नुभयो? तपाईँहरूलाई थाहा नै छ पहिलो किस्ता सञ्चालकले खान्छ भनेर होइन, त्यसैले पहिलो किस्ता मैले खान्छु। अब दोस्रो किस्ता कसले खाने हो सल्लाह गर्नुहोस्। दोस्रो किस्ता मैले खानु पाउनुपर्छ। अब पहिलो किस्ता खानु नपाएपछि त पहिलो किस्ता तपाईँको भयो, मैले खानु पाउनुपर्छ है दोस्रो चाहिँ। हेर कोपिला, तिम्रो भन्दा ठुलो समस्या मेरो छ। तिमीलाई सबै कुरा थाहा छ नि, मेरो बुढाले ऋण खोजेर ल्याएर यो ढुकुटी खेलेको भन्ने कुरा। यो पैसा आउला र मैले चाँडोभन्दा चाँडो बिजनेस केही सुरु गर्छु भन्ने कुरा तिमीलाई थाहा छैन? होइन, यसरी झगडा गरेर हुन्छ भने ढुकुटी भनेको त रुल्स अनुसार जानु पर्यो नि। पहिलो किस्ता सञ्चालकले खाइसकेपछि सेकेन्ड किस्ताबाट त यो गोला प्रथा अनुसार जानुपर्छ। जसले बढी छोड्छ उसले खान्छ। हामीलाई त किस्ता कम तिर्नसँग सवाल हो। यसरी झगडा गरेर समस्या देखाएर हुन्न। हेर्नुहोस्, यो त यसरी चल्दैन। हेर्नुहोस्, उसो भए हामीले ढुकुटीको किस्ता चाहिँ 15 दिनमा खोल्ने कि 1 महिनामा खोल्ने? 15 दिनमा खोल्दा हुँदैन? 15 दिनमा गर्नुहुन्न। ठुलो किस्ता छ, 1 लाखको कुरा छ, 15 दिनमा तिर्न गाह्रो हुन्छ। महिना दिनमै गर्नुपर्छ। हेर्नुहोस् है, सहमत छ म उहाँको कुरामा। म पनि उहाँको कुरामा सहमत छु। होइन, म त ढुकुटीमा लास्टमा खाने हो। म चाहिँ लास्टमा छोडेर मिनिमम किस्ता छोडेर म खाने हो। हेर्नुहोस्, मलाई त्यो साह्रै खाँचो पनि छैन। तपाईँहरू अब मिनिमम किस्ता छोड्दा मैले पाउँछु भने त म ठिकै छ, नभए मलाई त म लास्टमै खाने हो। पैसा मलाई धेरै आवश्यक छ। म चाहिँ एक मुष्टै पैसा लिने हो, धेरै छोडेर खानेवाला छुइनँ। हेर्नुहोस्, म चाहिँ। ल त्यसो भए दोस्रो किस्ता 1 महिनापछि नै खोलौँला, र गोला प्रथा गर्दाखेरि जसलाई पर्छ त्यसैले खाउँला दोस्रो किस्ता, हुन्न त? तपाईँ सबै राजी हो नि? राजी हुनुहुन्छ नि? के गर्नु त, दोस्रो किस्ता खान पाइएन हैन। ल ठिक छ, गोलै प्रथाबाट चित्त बुझाउनु पर्यो। होइन, यो मान्छे भागेको त छैन। माथि झ्यालमा पर्दा त खुलै छ, कतै काम परेर गयो होला। होइन, यो मान्छे भागेको त छैन। झ्यालमा त पर्दा छ, कतै काम परेर गयो होला। कसो खोजेको भाइ? दाइ, यो माथिल्लो फ्लाइटमा बस्ने मान्छेहरू कहाँ जानुभयो तपाईँलाई थाहा भएन? तिनीहरू त 12-15 दिन भइसक्यो, कोठा सर गइसक्यो। सर अरे? होइन, के भन्नुभएको दाइ? माथिल्लो झ्यालमा त पर्दा छ त। पर्दा मात्रै छ, अरू सामान त सब लिएर गइसक्यो। तिमीहरू कहाँ गयो तपाईँलाई केही थाहा छ दाइ? हामीहरूलाई केही पनि थाहा भएन। तपाईँले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ। सरी, द मोबाइल यु हैव डायल्ड इज। अरे दाइ, म त बर्बादै भयो नि। तिनीहरू मेरो 47,000 रुपियाँ खाएर भागे। म त बर्बादै भएँ, म त डुबिहालेँ नि दाइ। अब म के गर्ने होला? के रे? होइन होला, फोन राख्नुहोस् त, म उसलाई फोन गरेर हेर्छु। गर्नुहोला, तपाईँले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ। अरे कस्तो मान्छेसँग सङ्गत गर्न पुगेछु भगवान्। म त 1 लाख रुपियाँ कहाँबाट ल्याएर तिरौँ मैले उसलाई? अब हे भगवान्।
के रे भागी? ए भगवान के गर्ने होला? म कस्तोसँग बसेछु? परे बुढा घरमा आयो भने के भन्ने होला? खुबै सरप्राइज दिन्छु भने कि हैनस्, दिइहालिस् नि 1 लाख डुबाएर। ए भगवान, त्यो ऋण खोजेर ल्याएको 1 लाख रुपियाँ म कसरी तिरौँ? सावधान, ढुकुटी खेल्नु र खेलाउनु सामाजिक अपराध हो। तपाईको टोल छिमेकमा यस्ता कार्य भइरहेका छन् भने प्रहरीको हटलाइन नम्बर 100-100 मा सूचना दिई अपराध नियन्त्रणमा सहयोग गरौं। नेपाल प्रहरी।